कुरा भन्नु छैन। हामीले हेरिराखेका छौँ, हामी दौडिराखेका छौँ। यो झापादेखि कञ्चनपुरसम्म हामी दौडेर आइपुग्दा फेरि हामीले महसुस गरेको कुरा झापामा फरक खाले भूमिहीनको समस्या छ, कञ्चनपुरमा फरक खाले भूमिहीनको समस्या छ, दाङमा फरक खाले भूमिहीनको समस्या छ। कोही मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने हुनुहुन्छ, कोही राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसोबास गर्ने हुनुहुन्छ, कोही गुठी क्षेत्रमा बसोबास गर्ने हुनुहुन्छ, कोही ऐलानी जग्गामा बसोबास गर्ने हुनुहुन्छ, कोही खोलाको मापदण्डले छेकिएको हुन्छ, कोही चोरी दर्ताको समस्याबाट ग्रसित हुनुहुन्छ। जो जे समस्याको भए पनि अन्तिममा हाम्रो भूमि अधिकारको विषय हो। हामी त्यो लडाईँमा निरन्तर 3-4 वर्षदेखि हामीले लडिराखेका छौँ। यो हामीले स्वतन्त्र आन्दोलन भनिराखेका छौँ र हामीले काउसतीमा पनि पत्रकार सम्मेलन गरेर यो जानकारी गराएका छौँ र हामीले धेरै कुरा, खासै गहिरो कुरा केही भनेका छैनौँ। जब हामीलाई काठमाडौँको थापाथलीमा जसरी डोजर चलाइयो, हामीलाई महसुस भयो 15% मान्छेहरू कोही ठगहरू थिए होला, तर 75-85% मान्छेहरू वास्तवमै भूमिहीनहरू थिए। यो गहिरो पाटोको विषय छ। हेर्नुहोस्, हामीलाई फेसबुकभरि गालीका बौछारहरू आएका छन्, तर हामी डराएका छैनौँ। यो अधिकारको कुरा हो, यो आन्दोलनको कुरा हो। तपाईँ हामी आन्दोलनमा एक ठाउँमा उभिन पर्छ भनेका छौँ। हामी देशभरि दौडेर आज चाहिँ देवचुली नगरपालिका हुँदै देवचुली नगरपालिकाको चाहिँ हामीले यसरी नै विरोध र्याली र ज्ञापन पत्र पछाडि आज मध्यबिन्दु नगरपालिकामा यो कार्यक्रम हुन लागिराखेको छ। र भोलि हामीले जिल्लाभरिको सबै पालिकाहरूको लागि काउसतीको फलफुल चोकमा हाट बजारमा चाहिँ 10:30 बजे 11 बजे जम्मा हुन भनेर फेसबुकमा विभिन्न ह्यासट्याग मार्फत चाहिँ हामीले अपिल गरिराखेका छौँ। तपाईँहरू सबैलाई चुने निम्तो छ, के का लागि चुने निम्तो छ भनेर हामीले बोलाएका छौँ भन्नुहुन्छ भने हाम्रा अधिकारका लागि भनेका छौँ। यो नवलपुर जिल्ला हो, यो कान्छो जिल्ला हो। हामीले किन भनिराखेका छौँ भन्नुहुन्छ भने यदि हाम्रो यो काठमाडौँ होइन, यो पोखरा होइन, हामी ग्रामीण भेगमा बसोबास गर्छौँ। हाम्रो माग सिधा छ। हामीले के भनेका छौँ भने यदि हाम्रो कुनै भूमिहीनको काठमाडौँमा त तिमीहरूले गर्यौ भूमिहीनको यो तराईको जिल्लामा कुनै घरमाथि डोजर लाग्छ भने हामीले त्यसैभरिका जो दलबाट जितेको भए पनि माननीयका घर बाँकी राख्ने छैनौँ। यो हाम्रो आन्दोलनको प्रतिबद्धता हो। हामीले के भनिराखेका छौँ? हेर्नुहोस्, म सैद्धान्तिक पाटो पक्षको बहसको विषयमा जान चाहन्न, हाम्रो आन्दोलन जान चाहन्न। यो कुनै दलको झन्डा ओढेर उठाइएको आन्दोलन होइन, हामीले दुःखले सृजित गरेर उठाइएको आन्दोलन हो। यो तपाईँ हाम्रो आन्दोलन हो। 2019 सालमा महेन्द्र राजमार्गको शिलान्यास भयो, 2021 सालमा चाहिँ भूमिहीन जारी भयो, 16 साल पछाडि चाहिँ मान्छेहरू बसाइ सरेर आउन थाले र 25-26 सालमा मात्रै सबैले पूर्जा पाए। अब तपाईँ भन्नुहोस्, 25-26 सालभन्दा अगाडि पूर्जा त पूर्जै बनेको थिएन, सबैजना भूमिहीन त हो नि, सबैजना सुकुम्बासी त हो नि। 25 सालमा जसले पूर्जा बनायो, जसले 300 बिघा 500 बिघा 1000 बिघा जग्गा राख्यो, त्यो बेलाका शासक प्रशासकका आफन्ती साला भेना मामा ससुरा के आफन्तीहरू पर्छन् उनले राखे। त्यो बेलाका आइजिपीका आफन्तीहरूले राखे, त्यो बेलाका प्रधान सेनापतिका आइजिपीले राखे। हामीले त्यस्ता भूमाफियालाई पनि हामीले छोड्ने छैनौँ। हामीले हेरिराखेका छौँ, तिनका घर हामीले, तपाईँको चाहिँ तिनका खेत हामीले जोत्ने छौँ। त्यही भएर हामीले भनेका छौँ। मैले अन्तिममा तपाईँहरूलाई यो लामो कुरा गर्न चाहन्न। हामीले वन ऐनको संशोधन भनेका छौँ, हामीले भूमि ऐनको संशोधन भनेका छौँ, हामीले गुटी विधेयक जारी भनेका छौँ। दाङका हरिश गिरीहरूसित हाम्रो समन्वय भएको छ। प्रवीण दैतहरू 3 वर्षदेखि गुटी विधेयकको बारेमा चाहिँ यो आन्दोलन उठाइराख्नु भएको छ। हामीले अरू केही भन्नु छैन। प्रशासकीय अधिकृतको एउटा चिठी तल वडासम्म आइपुग्छ, नगरपालिकाको मेयरको एउटा चिठी आइपुग्छ, यो कुरा पनि बुझेका छौँ। अरू